आदरणीय जनसमुदायहरू नमस्कार। कुरो राष्ट्रसभामा साथीहरू मार्फततिरको हो र राष्ट्रसभाका साथीहरूले कतिपय साथीहरूको कुरो सुनिरहेको छ बिचबिचमा। विशेष गरी जिल्लाका सभापतिहरू, केही सभापतिहरूले जिल्लाका सभापतिहरूले रवि लामिछानेलाई हटाएर नयाँ केन्द्रीय सभापति चयन गर्ने कुरो सुनिँदैछ। तर यसमा तपाईहरुको जे जति सोचाइ छ त्यसमा हामी अलमोस्ट जनताहरूको तर्फबाट स्वीकार्य छैन। किन भन्नुस्, रवि लामिछानेलाई सबै जनताले चिन्छन्। तपाईहरुले भन्नुहोला रवि लामिछाने एक दोषी हो, ठग हो, ऊ जेल कारागारमा छ। तर होइन, हेर्नुस्, यो परिपञ्च मिलाएर कारागार पुर्याएको अवस्था हो। सबैलाई सर्वविदितै छ, हैन? तपाईहरु सबैलाई थाहा छ। खै उसको प्रमाण तपाईहरु पनि खोज्न सक्नुहुन्छ, हैन? अहिलेसम्म किन उसको केही प्रमाणहरू भेट्न सकेनन् कसैले पनि। त्यो प्रतिशोधको भावना थियो। तपाईहरु सोच्नुस्, आफै मनन गर्नुस्। र जसले उसलाई चाहिँ अब सभापतिबाट हटाउने र केही जिल्लाका सभापति, केही व्यक्तिहरूले रवि लामिछानेजीलाई चाहिँ अब सभापतिबाट निष्कासित गरी नयाँ चयन गर्ने कुरो गर्दै हुनुहुन्छ। तर त्यो स्वीकार्य छैन हामीहरूलाई। तपाईहरुले भन्नुस् के योगदान गर्नुभयो? तपाईहरुलाई हामी चिन्दैनौँ। हामी रवि लामिछाने र रवि लामिछाने पार्टीलाई चिन्छौँ। यदि तपाईहरुले रवि लामिछानेलाई सभापतिबाट निकालेर अर्को चयन गर्नुभयो भने यति लेखेर राख्नुस्, 100मा 100% तपाईहरुले चुनावमा तपाईहरुको जनताले मत दिने छैनन्। यो चाहिँ लेखेर राख्नुस्। 6 महिनाको अन्तरालमा रवि लामिछानेले पार्टी दर्ता गरेर 21 सिट ल्याउनु भयो, हैन? तर जनताले उहाँलाई चिनेको छ नि त। उहाँले के गर्नुभयो देशको लागि र जनताको लागि, पीडित जनता, दिनदुखीको लागि के गर्नुभयो भन्ने त सब जनताले बुझेका छन्। तपाईहरुलाई बुझ्नु भएको छैन। तपाईहरुले यदि उहाँलाई सभापतिबाट निकालेर अर्को चयन गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य विवेकशील पार्टीको गन्तव्यतिर निश्चित जान्छ। यो लेखेर राख्नुस्। तपाईहरु 100मा 100 हो, निश्चित जान्छ। जनता रवि लामिछानेलाई मात्रै चिन्छन्। बुझ्नुभयो? यो कुरो याद गरेर राख्नुस्। यदि कुनै दिन त ऊ क्लिन चिट पाएर निस्किने नै छ, यो लेखेर राख्नुस्। ऊ कृष्ण हो, त्यो मान्छे कृष्ण हो। ऊ सफाई पाएर निस्किन्छ अनि उसले फेरि तपाईहरुलाई छोडेर अर्को पार्टी गठन गरेर गयो भने तपाईहरुको हालत के हुनेछ? त्यतिखेर सोच्नु भएको छ तपाईहरुले? केही सोच्नु भएको छ? याद गर्नुस्, अहिले पनि केही बिग्रेको छैन। जनता रवि लामिछानेको सपोर्टमा छन्। तपाईहरु केही व्यक्ति, जिल्लाका सभापति, केही व्यक्तिले उसलाई पार्टीबाट निष्कासित गरी नयाँ सभापति चयन गर्नुपर्छ भन्ने कुरा जुन ल्याउनु भएको छ, यो नितान्त गलत छ। यो नितान्त गलत छ। तपाईहरुलाई हामीले चिन्दैनौँ। तपाईहरुलाई हामीले चिन्दैनौँ। बुझ्नुभयो? जनताले पनि चिन्दैन तपाईहरुलाई। मलाई तपाईको गाउँटोल छिमेका एक दुईजनाले चिन्लान्, त्यो अलग कुरो छ। त्यो आफ्नो ठाउँमा छ। समग्र 3 करोड नेपाली जनताले तपाईलाई चिन्दैनन्। चिन्छन् रवि लामिछानेलाई चिन्छन्। रवि लामिछानेलाई र रासोपालाई। यदि रासोपाबाट रवि लामिछाने निष्कासित भयो भने तपाईहरुले चुनावमा पक्कै पनि भविष्य मैले देखेको छैन। जनताले पनि दिँदैन भोट। यो कुरो लेखेर राख्नुस्। तपाई विवेकशील पार्टीको तर्फ तपाईहरु गन्तव्य त्यही नै हुनेछ। 100मा 100 हो, लेखेर राख्नुस्। यो 100मा 100% हो। तपाईहरुको जित हुने छैन। जनताले तपाईहरुलाई भोट दिने छैनन्। र अर्को कुरो रह्यो जेनजीका भाइ बहिनीहरू। जेनजीका भाइ बहिनीहरूले जे गर्नुभयो एकदम धन्यवाद छ तपाईहरुलाई। र तपाईहरुको गन्तव्य अझै पूरा भएको छैन। तर जेनजीका भाइ बहिनीहरू सुन्नुहोस्, जुन मुद्दा तपाईहरुले बोकेर हिँड्नु भएको थियो त्यो मुद्दा पहिलेबाट राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले बोकेको थियो। त्यसैलाई तपाईहरुले अकाल्नु भएको हो, हैन? यो कुरो तपाईहरुले पनि सोच्दा हुन्छ। भ्रष्टाचार बेथितिका कुराहरूलाई रवि लामिछानेले जब ऊ पत्रकारी जगतमा थियो त्यतिखेरदेखि उसले उधिँदै आएको हो।
निकाल्दै होकल्दै आएको र त्यो नेपालको बेथिति र भ्रष्टाचार सहन नसकेर उसले पार्टी दर्ता गरायो र 6 महिनाको अन्तरालमा उसले 21 सिट पनि प्राप्त गरेको छ। र भाइ बहिनीहरू, जेनजी भाइ बहिनीहरू, तपाईँहरूको मुद्दा पहिले सर्वप्रथम तपाईँहरूको मुद्दा बोक्ने भनेको रवि लामिछाने हो र त्यसैलाई तपाईँहरूले अगाल्नु भएको हो। तपाईँहरूलाई पनि धन्यवाद छ। र राजसभाका साथीहरू, केही साथीहरू ध्यान दिएर सुन्नुहोस्, तपाईँहरूले यदि रवि लामिछानेलाई पार्टी सभापतिबाट निकाल्नु भयो भने तपाईँहरूको गन्तव्य भनेको विवेकशील पार्टीतिर निश्चित छ। 100% लेखेर राख्नुहोस्। तपाईँहरूलाई जनताले चिन्दैन, यो कुरो याद गर्नुहोस्। यदि रवि लामिछानेलाई मुद्दा मामिलामा सर्वोच्च अदालतले दोषी ठहर गरी पुरा जनताको सामुन्ने प्रमाण ल्यायो भने जनताले पनि त्यतिखेर मनन गर्नेछन्, विचार गर्नेछन्। तसर्थ यतिखेर यो अवस्थामा आएर तपाईँहरूले यस्तो निर्णय लिनुभयो भने तपाईँहरूको लागि घातक हुने देखिन्छ। हेर्नुहोस्, त्यही भएर चिन्छन् त रवि लामिछानेलाई चिन्छन्, तपाईँहरूलाई चिन्दैनन्। यो कुरो याद गरेर राख्नुहोस्। केही सभापति, जिल्लाका सभापतिहरूबाट यो कुरो सुन्नमा आएछ, तर त्यो राम्रो होइन, पार्टीको लागि राम्रो होइन। बुझ्नुभयो? र एकता भएर अगाडि बढ्नुहोस्। तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई चिन्छन् र यो पार्टीको देशलाई खाँचो छ। जति जे मुद्दाहरू उठाएर आएको छ, यो सबै बेथिति भ्रष्टाचारीलाई उठाएर आएको मुद्दा हो। यो जनताले सबैले बुझेछन् र तपाईँहरूले सबैलाई म राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले भन्न चाहन्छु, तपाईँहरूले बुद्धि नबिगार्नुहोस् है। बुद्धि बिगार्नु भयो भने तपाईँले आफ्नो खुट्टामा आफैले बन्चर हाने बराबर हुने देखिन्छ। बुझ्नु भएन कि? त्यही भन्दै एकता भएर पार्टीहरू अगाडि बढाउनुहोस् भन्दै म 2 शब्द यहाँ टुङ्ग्याउन चाहन्छु र सबैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गरौँ। रवि लामिछानेको प्रतीक्षामा सबै जनताहरू पर्खिरहेछन् र छिटोभन्दा छिटो माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, उहाँको मुद्दा के हो, कसो हो, यसलाई विनम्रतापूर्वक हामी भन्न चाहन्छौँ। फाइलहरू अगाडि बढाई, उहाँको निष्पक्ष छानबिन गराई, उहाँलाई चाहिँ दोषी हो भने ठिक छ, जनताको सामने ल्याइदिनुहोस्। होइन भने यसरी झुटा मुद्दामा कति दिन अँध्यारोमा कालकोठरीमा राख्ने। अब त तपाईँको हातमा आएको छ प्रधानमन्त्रीज्यू। हस् त, धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी साथीहरू, तपाईँहरू नडगमगाउनु होला, एकता भएर हिँड्नुहोला। जब तपाईँहरू एक अर्काको गर्नुहुन्छ तब दुश्मनहरूले तपाईँहरूलाई खैरो खन्न थाल्नेछन्। पार्टी उँधो गति लाग्नेतर्फ जानेछ। एक ढिका भएर अगाडि बढ्नुहोस् भन्दै जय घन्टी।